संसारमा धेरै दुखी गरिबहरू छन्। हामी जति दुखी छौं नि, हामीलाई मलाई धेरै म दुखी छु जस्तो लाग्छ, तर हामी भन्दा अरू दुखीहरू छन् वर्ल्डमा। मैले जिम्बाब्वे जाँदा यति धेरै दुःख लाग्छ मलाई। त्यहाँ साना साना बच्चाहरू पनि त्यो मैलाबाट केही टिपेर खाइरहेका हुन्छन्। वर्षा इभन इन्डियातिर, इभन अरू कन्ट्रिजमा, धेरैवटा कन्ट्रिजमा आमा बाबा वृद्ध भइसकेपछि घरबाट किकआउट गर्छ छोराछोरीहरू। आफ्नै छोराछोरीले बाहिर जाऊ भन्छ, यहाँ नबस। अब जब काम गर्न सक्दैन नि आमा बाबाहरू, तब छोराछोरीले बाहिर निकालिदिन्छ। कति पीडाको कुरा हो। अनाथहरू छन्। त्यसै गर्दा उहाँहरूको लागि पनि सोच्नुपर्छ, हामी त्यति अनलकी होइनौँ रहेछ, हामी त्यति दुखी होइनौँ रहेछ। एक दिन एकजना वृद्ध आमा मैले भेटेँ। वृद्ध आमा अत्यन्त वृद्ध हुनुहुन्थ्यो। उहाँलाई एउटा वृद्ध आश्रममा ल्याइएको रहेछ। अनि उहाँको हात, यो कुइना चाहिँ यहाँ परेको थियो, हड्डीहरू पुरा सरेर यता चाहिँ हड्डी मात्र। अनि यहाँ त्यत्रो वृद्ध आमालाई त वृद्ध आश्रममा ल्याइनुको कारण किन? आफ्नै छोराछोरीले उहाँलाई खेदेछ, सोठ्याले हिर्काउने, फलामले हिर्काउने त्यस्तो गरेछ। अनि यहाँको जुन हात छ, एउटा हात भाँचिएको, अहिले उहाँ संसारमा हुनुहुन्न, उहाँ पनि बिदा भएर जानुभयो। उहाँले एउटा कुरा भन्नुभएको थियो, गुरुदेव, सम्पत्ति हुँदा मात्र मान्छेको हाय हाय हुँदो रहेछ, जब सम्पत्ति हुँदैन तब कोही न कोही हुँदो रहेछ। र उखान जस्तै मलाई यो पीडा छ, म छिटै मर्न चाहन्छु, म बाँच्न चाहन्न। त्यो वृद्ध आमाले भनिरहनु भएको थियो, सम्पत्तिमा सबको हाय हाय, विपत्तिमा कोही न कोही। उहाँले भन्नुभएको थियो, यो दुःख कस्तो हुँदो रहेछ, दुःख केवल म दुःख सुनाउँदैछु। उहाँले भन्नुभएको शब्दहरू भजनमा कलेक्ट गरेर म सुनाउँदैछु। हुन्छ, सम्पत्तिमा सबको हाय हाय, विपत्तिमा कोही न कोही। भगवानले नि मलाई किन छोड्छ, भगवानले मलाई किन छोड्छ। मृत्यु भए हुन्थ्यो नि मृत्यु भए नि हुन्थ्यो लैला। दुःख सही कति बस्नु, पीडा सही कति रुनु। दुःख सही कति बस्नु, पीडा सही कति रुनु। सम्पत्तिमा सबको हाय हाय, विपत्तिमा कोही न कोही। सम्पत्तिमा सबको हाय हाय, विपत्तिमा कोही न कोही। भगवान पनि किन छोड्छ मलाई, बिदा भए नि हुन्थ्यो। सम्पत्तिमा सबको हाय हाय, विपत्तिमा कोही न कोही। प्रिय आमा बाबा नानीहरू, यसरी संसारमा कति पीडा छ हो। यस्तै दुःख पीडालाई मुक्त गरौँ भनेर म एकजना हिँड्ने बटुवा हुँ। आम जस्ट अ ट्राभलर। एउटा पर्पस यसर्थ अहिले वृद्धाश्रमहरू बनाएको छौँ हामीले। अनाथालयहरू, बच्चाहरू जसको आमा बाबा छैन उहाँहरूको लागि बनाइएको छ। र यस्तो कार्यहरू संसारभरि फैलाउने। अतः म यो धर्म र त्यो धर्म सिकाउनु भन्दा म त्यो दुखी गरिबहरूको दुःख मुक्त गर्नुमा ठुलो कुरा सम्झिन्छु। द्याट इज माई वे अफ टिचिङ एन्ड द्याट इज हु आई एम। म चाहन्छु
मेरा प्रिय आमा, प्रिय बाबा, नानीहरू, डिग्निटरिज, ग्रेट सोल्स, हामी सब मिलेर सहयोग गरौँ दुखीहरूलाई, गरिबहरूलाई, संसारलाई।